हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल तामाङ ब्लगमा तपाईँलाई स्वागत छ फेरि होइन। र फेरि नयाँ केही इन्फर्मेसन ल्याउँदैछु होइन। के त्यस्तै छ ल हेर्न, यस्तो छ मौसम अहिले दामी भएको छ पोर्चुगलको हालले। यस्तो मजाको छ। र तपाईँहरू चाहिँ एउटा नयाँ कुरा चाहिँ सुनाउँदैछु। युके चाहिँ अब सेन्सेनमा कापी चाहिँ साथीहरू तपाईँहरू चाहिँ यहाँ जति नै पोर्चुगल जाँदैछ होइन, टक्क टिकट काट्यो गइहाल्ने साथीहरू, भिसा लाने गयो जरुरत छैन साथीहरू है। त्यही हो। र पोर्चुगलमा अहिले चाहिँ यस्तो छ कि तपाईँको चाहिँ आयो मैले के फाल्छ थाहै छैन है। कसैलाई के फाल्छ थाहै छैन यार। अब मेरो खुद अब फालेको छ, के फाल्यो मलाई थाहै छैन होइन। अब के रिमार्क्समा यो फाल्दा तिम्रो यो चाहिँ डकुमेन्टेसन कमी छ भने चाहिँ त्यो पनि दिएको छैन है। एकदम गाह्रो छ यार पोर्चुगलमा टिआरसी पाउनलाई है। त्यही गरेर साथीहरू त्यस्तो छ पोर्चुगलमा है। ल हेर्न, यस्तो मजाको भ्यूहरू छ है, यस्तो मजाको देखिरहेको छ है। सही हो सही, हेर्नु त मजाले। ल हेर्नु ल है, यस्तो मजाको छ। अब चाहिँ तपाईँको चाहिँ दिन लामो हुँदै गयो यहाँ। तपाईँको यहाँ चाहिँ तपाईँको राति 10-11 बजीसम्म मजाले घाम लाग्छ साथीहरू है। यस्तो छ ल, मजाको शीतल हावा आइरहेछ है। माथिहरू एउटा आकाशमा त्यसरी कहिले जाने होला यार, माया खाने टक्क लगाएर यार काठमाडौँ यार। यो प्लेन यार यस्तो छ। आउन सिङ्गर राइट। अब यो पनि निकै नै खतरा राम्रो सिङ्गर हुँदैछ पोर्चुगलमा। ल खाइ नै मरेर त्यो छ कि छ कला त सकिरहेको यार, के भन्ने अब। ल हेर्नु ल, यस्तो पानीहरू यहाँ, यस्तो पानी काम हुँदैछ। यो पुरा पानी कहाँ जान्छ थाहै छैन साथीहरू, पुरा सर्लाको सुकिन्छ। यस्तो छ, कति मजाको बनाएको छ है पनि। सही बनाएको छ क्या, यस्तो दामी यार, यस्तो मजाको देखेको छ।